ओके सो यो सबभन्दा सुरुमा चाहिँ आईबाट सुरु गरौँ है त ल। फोटोरिसेप्टर आईवाला यसको डायमिटर चाहिँ 2.5 cm हो, याद गर्नु कुरा। यो चाहिँ लाइन अर्बाइटल क्याभिटी, यो चाहिँ एउटा बोनले बनेको हुन्छ। ओके सो आईको कुरा गर्दा चाहिँ हेर सबभन्दा बाहिर हुन्छ फाइब्रस कोट, त्यसपछि के हुन्छ त नि त्योभन्दा भित्र हुन्छ हाम्रो नर्भस छैन, त्योभन्दा भित्र हुन्छ हाम्रो मिडल लेयर। मिडल चाहिँ भास्कुलर लेयर हुन्छ, तर सबभन्दा भित्रको चाहिँ नर्भस लेयर हुन्छ। फाइब्रस कोड भनेको चाहिँ कोर्निया र स्क्लेराले भनेको, स्क्लेरा भनेको सबभन्दा बाहिरको भयो, कोर्निया भनेको इन्भल्जिङ अफ स्क्लेरा मात्रै हो जान्नुपर्ने। कोरोड भनेको त्योभन्दा मिडल लेयर भइहाल्यो, यो चाहिँ मिडल भास्कुलर लेयर हो। यसमा चाहिँ यहाँनिर हेर्नुलाई यो अगाडिको यस्तो कोरोड हो भने यसको भित्र चाहिँ के छ त यहाँ यता आइरिस छ। हेर जस्तै यो स्क्लेरा थियो, यहाँ कोर्निया थियो, त्यसै नै कोरोड हो भने यो चाहिँ आइरिस हुन्छ। अनि यो सबभन्दा नै भित्र हुन्छ त रेटिना, यो चाहिँ नर्भस लेयर हुन्छ रेटिना। रेटिनामा चाहिँ दुईवटा मेन चाहिँ चाहिने चाहिँ यति हो, रड सेल र कोन सेल हुन्छ। रड भनेपछि आरबाट राति हेर्नुमा चाहिन्छ भने कोन भनेको डेमा चाहिने भयो। अब यहाँनिर हेर्नु होला आइरिस भनेपछि चाहिँ कलर पिगमेन्ट है, भन्न खोजेको चाहिँ कलर दिने जुन हाम्रो आँखाको नानी कालो देखिन्छ त किन देखिन्छ भन्दाखेरि आइरिसले गर्दाखेरि देखिने हो। अनि हेर पी फर प्युपिल, पी फर पाल भनेपछि त्यो यहाँ हेर्नु होला आइरिस चाहिँ यदि यस्तो छ भने यहाँ एउटा सानो पाल हुन्छ, हो त्यो पाललाई चाहिँ हामीले प्युपिल भनिन्छ। अब त्यसले चाहिँ इन्टेन्सिटी लाइट कति आउने कति जाने कुरा चाहिँ कन्ट्रोल गर्छ। सो यति भइसकेपछि चाहिँ यहाँ हेर्नु होला भिजुअल कर्टेक्स प्रेजेन्ट इन भन्यो भने भिजुअल कर्टेक्स प्रेजेन्ट इन अक्सिपिटल लोब। अब यो चाहिँ कसरी भयो चाहिँ मैले बुझेन, तर यो याद गरिदिउँ यति कुरा केही भएन। सो नेक्स्ट कुरा गर्दाखेरि च्याम्बर र सेगमेन्टको कुरा गर्दाखेरि चाहिँ हामीसँग के छ भन्दाखेरि जुन हाम्रो यो स्क्लेरा हो, यहाँनिर हेर्नु होला यो कोर्निया र स्क्लेराको जुन जन्सन छ त्यसलाई हामीले लिम्बस भन्छ है त। कोर्निया र स्क्लेराको जन्सनलाई हामीले लिम्बस भन्छ। अब यहाँनिर हेर्नु होला यति भइसकेपछि यसरी यहाँको यो प्रोजेक्सनहरू जुन छ नि यो चाहिँ सिलियरी मसल हुन्, सिलियरी बडी हुन् है। अब यहाँनिर यसमा यो सिलियरी मसलमा चाहिँ यहाँ सस्पेन्सरी लिगामेन्ट्सहरू हुन्छ है त। अनि यसलाई सिलियरी बोर्डलाई चाहिँ हामीले जोन्युल अफ जिन पनि भनिन्छ। जोन्युल अफ जिन भन्यो भने सिलियरी मसल भन्ने याद गर्नु पऱ्यो। यति कुरा भइसकेपछि यहाँनिर हेर्नु होला जुन हाम्रो यो लेन्स छ, लेन्सभन्दा यताको पोस्टेरियर सेगमेन्ट, लेन्सभन्दा अगाडिको एन्टेरियर सेगमेन्ट राइट। अब यति भइसकेपछि यता अगाडितिर चाहिँ एक्वस ह्युमर हुन्छ अनि यहाँ चाहिँ भिट्रस ह्युमर हुन्छ पोस्टेरियर सेगमेन्टमा। यहाँनिर हेर्नु होला यो पोस्टेरियर सेगमेन्ट र च्याम्बरमा चाहिँ कन्फ्युज हुनु भएन। यहाँनिर हेर्नु होला जस्तै हाम्रो यो लेन्स चाहिँ लेन्सभन्दा यता पोस्टेरियर सेगमेन्ट, लेन्सभन्दा अगाडि एन्टेरियर सेगमेन्ट राइट। अब यहाँ फेरि आइरिस छ, आइरिसभन्दा पछाडिको पोस्टेरियर च्याम्बर र अगाडिको के त एन्टेरियर च्याम्बर राइट। यति कुरा भइसकेपछि एन्टेरियर सेगमेन्ट पोस्टेरियर सेगमेन्ट, एन्टेरियर सेगमेन्ट भनेको चाहिँ एक्वस ह्युमर भयो, यतिमा एक्वस ह्युमर हुन्छ। पोस्टेरियर सेगमेन्ट चाहिँ भिट्रस ह्युमर हुन्छ। यो सिलियरी बोर्डले चाहिँ एक्वस ह्युमर बनाउँछ राइट। अब यति भइसकेपछि एक्वस ह्युमरमा चाहिँ डक्ट हुन्छ है त। इन्टेरियर यहाँनिर हेर्नु होला यो चाहिँ छुट्टाएको चाहिँ यिनीहरूलाई लेन्सले हो, इन्टेरियर च्याम्बर पोस्टेरियर च्याम्बरलाई छुट्टाउने चाहिँ आइरिसले हो। ओके सो मेन चाहिँ ठुलो छुट्टाउने सेगमेन्ट चाहिँ लेन्सले हो भने यो च्याम्बर छुट्टाउने चाहिँ लेन्स आइरिसले हो भने याद गर्नु। एन्टेरियर च्याम्बरमा चाहिँ एक्वस ह्युमर हुन्छ, यो चाहिँ सिलियरी बडीले प्रड्युस गरेको हुन्छ। सिलियरी बडीले पोस्टेरियर च्याम्बरमा हुन्छ नि सिलियरी बडी, अन्त प्युपिलमा दिन्छ अनि एन्टेरियर च्याम्बरमा चाहिँ ड्रेन गर्छ। ड्रेन गर्ने क्यानलको नाम हो क्यानल अफ स्लिमिन। अब यहाँनिर वार्थन जेली भन्यो भने चाहिँ के याद गर्नु पऱ्यो भने भिट्रस ह्युमर याद गर्नु पऱ्यो। यो भिट्रस ह्युमर भनेको चाहिँ पछाडि हुन्छ राइट, यता पछाडितिर हुन्छ र यसको काम भनेको चाहिँ मेन्टेनेन्स अफ सेप अफ आइबल हो राइट। अब यति भइसकेपछि प्रेसर इन्क्लुड आई भनेको चाहिँ इन्टर ओकुलर प्रेसर हो। जस्तै हामीले सुनेको थियौँ त्यो ग्लाउकोमा भन्छ अथवा जलबिन्दु हुन्छ, त्यो चाहिँ इन्टर ओकुलर प्रेसर चाहिँ बढ्यो भने त ग्लाउकोमा लाग्ने हो। अब यहाँनिर हेर्नु होला लेन्सको कुरा गर्दाखेरि लेन्स चाहिँ एक्टोडमबाट डिराइभ हुन्छ, अभास्कुलर हुन्छ, त्यही भएर लेन्स चाहिँ ट्रान्सपरेन्ट गर्न सकिन्छ। अनि अर्को कुरा भनेको लेन्स चाहिँ ट्रान्सप्यारेन्ट चाहिँ हामीलाई थाहै भएको। अनि ह्युमन लेन्स हेर्नु भयो भने चाहिँ बाई कन्भेक्स हुन्छ राइट। यति कुरा भइसकेपछि यो सेपरेट एन्टेरियर एन्ड पोस्टेरियर, अब यसको काम भनेको त्यही हो कि एन्टेरियर र पोस्टेरियर सेगमेन्ट चाहिँ छुट्टाएको छ अघि देखाएअनुसार। अब यहाँनिर हेर्नु होला क्याटारेक्ट भन्छ। अब क्याटारेक्ट भनेको चाहिँ कस्तो भन्दाखेरि एउटा कन्डिसन हो जसमा चाहिँ कोगुलेसन अफ प्रोटिन हुन्छ। यसलाई चाहिँ हामीले नेपालीमा मोतीबिन्दु पनि भनिन्छ, सन्तोष रुचले ट्रिट गर्ने पनि यही क्याटारेक्ट हो। प्रोटिन चाहिँ कोगुलेस भयो भने क्याटारेक्ट, एन्ड देन यदि यो इन्टरओकुलर प्रेसर बढेको छ भने त ग्लाउकोमा लाग्छ। सो यति भइसकेपछि हामीलाई याद गर्नु पर्यो एउटा सिस हो, सिसबाट कोर्निया, सिलियरी बडी, आइरिस, स्क्लेरा, रेटिना 5 5 4 3। अब लेन्स पनि 3 हुन्छ, यति कुरा याद गरिदियो। अनि रेटिनामा RITIN छ, टिन भनेपछि 10 छ भने त्यो 10 लेयर हुनुभयो, यति कुरा याद गरिदियो। यति भइसकेपछि कोर्निया चाहिँ भनेको केराटोप्लास्टी भयो। अनि नन केराटिनिन स्ट्रेटिफाइड स्क्वामस यो थाहा हामीलाई। पावर भनेको 45 डायोप्टर कोर्नियाको, अन्त म्याक्सिमम रिफ्र्याक्सन भनेको 60% हो। यो इन्फ्लामेसन हो, यो केराटिन हो, त्यही भएर केराटाइटिस हुने भयो यसको इन्फ्लामेसन।
अघि पनि भनिसकेँ पिगमेन्टेड अथवा कलर पार्ट भनेको आइरिस हो। स्क्लेरा भनेको 5/6 भयो हेर। कोर्निया भनेको त 1/6 पार्ट अफ यो चाहिँ के त फाइब्रस लेयर आउटर लेयर हो भने यो चाहिँ 5/6 पार्ट हो। व्हाइट पार्ट अफ आई पनि यही हो, हामीले देख्ने भनेको नि व्हाइट पार्ट हो आँखाको, त्यो चाहिँ स्क्लेरा हो। अनि पछि त्यो त्यहाँ चाहिँ बल्बरिस ऊ पनि हुन्छ है, बल्बरिस कन्जक्टिभा हुन्छ, जसले गर्दा जन्डिस हेर्न सकिन्छ है त, राइट। यति कुरा भइसक्यो। 3 लेयर हुन्छ स्क्लेरा, किन सिएस भनिसकेँ। स्क्लेरा हार्ड अपेक हुन्छ, अभास्कुलर हुन्छ, अनि यसमा चाहिँ जन्डिस लाग्यो भने येल्लो डिस्कलर अफ स्क्लेरा हुन्छ। ओके, इन्फ्लामेसन भनेको स्क्लेरोटाइटिस, इन्फ्लामेटरी टाइटिस याद गर्थ्यो, अरू केही पनि याद गर्न पर्दैन। मिडल लेयर भनेको त ट्युनिका भ्यास्कुलर अथवा भ्यास्कुलर लेयर पनि भनिन्छ। यसलाई चाहिँ कोरोइड र आइरिस हुन्छ। त कोरोइड र आइरिस हुन्छ। कोरोइड भन्दा हाइली भास्कुलर पिगमेन्ट हो है, एकदम नै भास्कुलर हुन्छ। अब आइरिस भनेको यस्तो भयो नि, यसमा पाल हुन्छ, त्यसलाई चाहिँ हामीले प्युपिल भन्छ। विच अफ द फलोइङ एक्ट इज डायफ्राम अफ क्यामेरा। डायफ्राम चाहिँ क्यामेराको यस्तो यो निक्लेको हुन्छ क्या, एउटा यहाँमा चितो बनाउन छोडेर यस्तो क्यामेरा भयो, यस्तो निक्लेको हुन्छ, त्यसलाई चाहिँ डायफ्राम भन्छ। त्यो डायफ्रामको काम चाहिँ हाम्रो आइरिसले गर्छ। तर त्यसमा पनि सानो पाल हुन्छ नि, हो आइरिसमा पाल भयो भने के प्युपिल, क्यामेरामा पाल भयो भने चाहिँ अपर्चर भन्छ, राइट। त्यो क्यामेराको अपर्चरसँग होमोलोगस भनेको यस्तो भइहाल्यो। अब यो लेयर्स आर कोर्निया, इन्फ्लामेसन यो यिनी सबै कुरा उस्तै नै हो। यसको इन्फ्लामेसनलाई चाहिँ साइक्लिटाइस भनिन्छ। यति कुरा याद गर्नु होला सिलियरी बडीकोले चाहिँ, राइट। यति भएपछि अब लेन्समा जान्छ। लेन्स भनेको 3 लेयर हो, क्युबिटल इपिथेलियम, एक्टोडर्म, मसल अफ आइरिस। यहाँनिर हेर्नु होला हाम्रो चाहिँ के छ भन्दाखेरि एउटा सिम्पेथेटिक हुन्छ, अर्को प्यारासिम्पेथेटिक हुन्छ। सिम्पेथेटिक भनेको डर लागेको बेलामा आँखा डाइलेट हुन्छ भने माइड्रियासिस हुन्छ। अब माइड्रियासिस गर्ने डाइलेटर प्यापिली, अब हेर डिआर डक्टर, त्यही भएर डिआर हुनुभयो, रेडियल हुनुभयो। अब कन्स्ट्रिक्ट भयो भने चाहिँ यो प्यारासिम्पेटिक नर्मल कन्डिसनमा यो हुन्छ, यो चाहिँ मायोसिसले गर्दा हुन्छ। डी यति याद गरिदियो। अनि यो चाहिँ स्पिन्सर प्यापिलरी गर्दै हुन्छ। अनि यो डिआर थियो भने यो अफकोर्स सर्कुलर हुनै पर्यो। भन्नु खोजेको सर्कुलरवाला यो भित्र हुन्छ भने यो चाहिँ अलि बाहिरतिर हुन्छ। यति कुरा याद गर्नु झनै राम्रो। 2 टाइप अफ मसल इन आइरिस, स्पिन्सर मसल हुन्छ सर्कुलरवाला, यो चाहिँ मायोसिस भन्छ यसलाई चाहिँ है, मायोसिस बाई प्यारासिम्पेथेटिक, किनभने त्यतिखेर सानो हुन्छ। जब तर हामीले केही बाघ देख्यो भने चाहिँ हाम्रो आँखा ठुलो हुन्छ, त्यो भनेको डाइलेट हुनु भनेको डाइलेटर मसल चाहिँ रेडियल मसल डक्टर, प्युपिलर डाइलेट यताउति भइसक्यो। अनि युबिया इज के त मिडल भास्कुलर लेयर हो। अब जसमा चाहिँ हेर मिडल भास्कुलर भने कोरोइड पर्छ, या पर्छ, आइरिस पर्छ, सिलियरी बडी पर्छ, त्यही भएर अल। अब त्यही सिआइएस याद गर्दाखेरि सिलियरी बडी 5 लेयर भयो। मसल भनेको सिलियरी मसल हुने यसमा मसल, अनि यो चाहिँ नन स्ट्राइटेड हुन्छ कि एकोमोडेसनमा चाहिँ हेल्प गर्छ। सिलियरी प्रोसेस भनेको एक्कोसोमर हो, न्युट्रिएन्ट्स टु कोर्निया दिन्छ, कोर्निया र लेन्समा। हेर सस्पेन्सरी लिगामेन्टलाई चाहिँ जोनल सबजिन भन्छ, सस्पेन्सरी लिगामेन्टलाई चाहिँ जोनल सबजिन भन्छ। नर्भ सप्लाई भनेको त प्यारासिम्पेथेटिक है त, नर्भ सप्लाई चाहिँ प्यारासिम्पेथेटिक छ। रेटिनाको 3 छ, यहाँ 10 छ, 10 लेयर हुन्छ। रेटिना इज डिराइभ फ्रम द एक्टोडम, एक्टोडमबाट हो, किन यो बाहिर हामीले एक्टोडमको लागि थाहा फोरिपिक। इबाट आउँछ इनामेल, इबाट आउँछ इपिडर्मिस, इबाट आउँछ इन्टायर नर्भस सिस्टम एक्सेप्ट द मेनिन्जियस एन्ड माइक्रोजिले, किनभने एमएमबाट आयो मेजोडम। अर्को पीबाट यहाँनिर हेर्नु होला आईमा छ एलसिआर, एलबाट लेन्स, सीबाट कन्जक्टिभा कोर्निया, एन्ड आरबाट चाहिँ रेटिना। यति कुरा भइसकेपछि भन्छ यस रेटिना पनि एक्टोडमबाट नै आउनुभयो। अनि पछि पीबाट पिट्युटरी पाइनियल, आईबाट चाहिँ इन्टरनल एयर, अन्त सीबाट चाहिँ कार्टिलेज र भिट्रियल आएको भयो। यति कुरा भइसकेपछि त हाम्रो स्ट्रक्चर अफ रेटिनाको कुरा हुन्छ। अब सबभन्दा तल हुन्छ पिगमेन्टेड एपिथेलियम, यो चाहिँ क्युबिटल एपिथेलियम हो। रड कोन भनेको फोटो रिसेप्टर लेयर हो। न्युरोनल लेयर भन्छ बाइपोलर न्युरोन हो। ग्याङ्ग्लियोनिक लेयर भनेको ग्याङ्ग्लियोनिक लेयर हो। यताउति भइहाल्यो। रड र कोन छ। रड भनेको राति, कोन भनेको दिउँसो। रड भनेको न्युमेरस हुन्छ, यो त 20 टाइम्स तक हो। अन्त कोन 6 मिलियन हो भने यो 6 छ 12 हुन्छ, 120 मिलियन टाइम्स हुन्छ। यो चाहिँ डिम लाइटमा हुन्छ नि, यो चाहिँ ब्राइट लाइटमा हुन्छ। पिगमेन्ट हेरेर आरबाट आर नै आउँछ, रोडोप्सिन, अनि चाहिँ कोनबाट आरकै नै आउनु पऱ्यो, आइडोप्सिन। अब यो चाहिँ सेन्सिटिभ हुन्छ किनभने लाइटवाला छ नि त यसमा। यहाँनिर हेर्नु ब्राइट लाइट भन्ने छ, अनि आरबिजी हो भने रेड लाइट, ब्लू लाइट, अनि ग्रिन लाइट हुन्छ। यो चाहिँ हाम्रो आई थिङ्क वेभलेन्थ अनुसार नै एरेन्ज गरेको छ, राइट। अब ब्लाइन्ड स्पट भनेको चाहिँ यो एकदमै याद गर्नु कुरा हो। ब्लाइन्ड स्पट भनेको चाहिँ रोड पनि हुन्न, कोन पनि हुन्छ, सब एब्सेन्ट हुन्छ। सर्कुलर एरिया अफ अप्टिकल वेयर नर्भ एन्ड भेसल लिभ, नर्भ र भेसलहरू चाहिँ लिभ गर्ने ठाउँ हो। यो चाहिँ यस्तो आई भयो, यो लास्टको यो पार्टमा चाहिँ हुन्छ। यो फोबिया सेन्ट्रलिस भनेको चाहिँ म्याक्सिमम एक्युटी अफ भिजन, यो चाहिँ येल्लो स्पटको बिचमा हुन्छ है त। अनि येल्लो स्पट भनेको चाहिँ म्याकुला हो, यसमा चाहिँ सेन्टर अफ, यसको सेन्टरमा चाहिँ फोबिया सेन्ट्रलिस हुन्छ। यहाँ चाहिँ कोन मात्र हुन्छ, यति कुरा याद सिसी अनि सी यस्तरी याद गर्दै हो, जसरी याद गर्ने भयो। इमेज फर्मिङ रेटिना चाहिँ कस्तो छ, इन्भर्टेड र रियल।
यति भइसकेपछि स्ट्रक्चर अफ कन्जक्टिभा आउँछ। अब कन्जक्टिभाको कुरा गर्दाखेरि चाहिँ हाम्रो जुन बच्चाहरूले त आँखा फोल्ड गर्थ्यो नि हो, त्यो चाहिँ खासमा चाहिँ यो ट्रान्सप्यारेन्ट हुन्छ, त्यही भएर त्यो आँखा पछाडिको त मसल रातो भएर चाहिँ रातो देखेको हो त्यो चाहिँ। अब यति भइसकेपछि यहाँनिर हेर्नु होला, यो यस्तो बाहिरको यो जुन देखेको छ यो भनेको प्यालिब्रल कन्जक्टिभा हो, र भित्रको जुन यो स्क्लेरामा छ बल्बर कन्जक्टिभा। यो प्यालिब्रल कन्जक्टिभाले चाहिँ पिएह भने एनिमिया देखाउँछ। यो चाहिँ एनिमिया भनेको लो हिमोग्लोबिन हामीलाई थाहा नै छ। अब यहाँनिर बल्बर कन्जक्टिभा भनेको ए स्क्लेरामा देखिरह, अग्नि पनि भन्दै स्क्लेरामा जन्डिस देखाउँछ भनेर जन्डिस देखायो। अनि इन्टरनल इनर टु द आइबल हो। अब यहाँनिर हेर्नु होला, यो चाहिँ पोस्टेरियर अफ आइलिड। कन्जक्टिभा भनेको एक्टोडम हो, थाहा छ। यो स्ट्राटिफाइडिक्सको यो सबै कुरा थाहा नै, यो जेनरल कुरा हो। इन्फ्लामेसन अफ कन्जक्टिभाइटिस भयो। अब हेर ग्ल्यान्ड इन कुरा तिनवटा चाहिँ मेन ग्ल्यान्ड छ, एउटा ल्याक्रिमल ग्ल्यान्ड, एउटा मियोबियन ग्ल्यान्ड, अर्को चाहिँ ग्ल्यान्ड अफ जिज। अब यहाँनिर हेर्नु होला, यो मियोबियन ग्ल्यान्ड र ग्ल्यान्ड, यो ल्याक्रिमल ग्ल्यान्ड भनेको आँसुवाला हो। यो चाहिँ हेर आँसु भनेको पसिना आँसु हुन्छ, त्यही भएर स्वेट ग्ल्यान्डको एउटा मोडिफिकेसन हो। यिनीहरू दुइटा चाहिँ सेबेसियस ग्ल्यान्डको मोडिफिकेसन हो है त। अब यहाँनिर हेर्नु होला, जब यो मियोबियन ग्ल्यान्ड चाहिँ इन्फ्लामेसन हुन्छ तब चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चालाजाइन हुन्छ भन्ने। यो ग्ल्यान्ड अफ जिजको चाहिँ स्टाई हुन्छ। यो त याद गर्नुपर्ने कुरा हो, यसमा चाहिँ अरू केही पनि गर्न सकिँदैन। सो यहाँनिर हेर्नु होला, हाम्रो चाहिँ पिलिका सेमुलेनारिस भनेको निक्टिटेरिङ मेम्ब्रेन हो, यो चाहिँ हामीमा एब्सेन्ट हुन्छ, भेस्टिजियल हुन्छ। हेड्रियन ग्ल्यान्ड भनेको चाहिँ मान्छेमा फेरि एब्सेन्ट हुन्छ, तर यो फ्रगहरूमा, रेप्टाइलहरूमा, एम्फिबियनहरूमा, अन्त बर्ड्सहरूमा चाहिँ प्रेजेन्ट हुन्छ। अब आयो मसलको कुरा चाहिँ पछि गरौँला है त।